जय मङ्गोल सम्पूर्णमा। यतिखेर हामी इलाम निर्वाचन क्षेत्र नम्बर 1 को सूर्योदय नगरपालिकाको विभिन्न भेगमा मङ्गोल नेसनल अर्गनाइजेसनलाई स्थापनाकालदेखि नै महामानव डाक्टर गोपाल गुरुङजीको साथमा मङ्गोलवाद दर्शन फैलाउन सङ्घर्ष र योगदान पुर्याउनुहुने एमालेका ऐतिहासिक परिवार तथा कार्यकर्ता भेटघाटको क्रममा सङ्गठनका श्रद्धेय प्रेसिडेन्ट बुधालाल मेचेजीको साथमा भेटघाट कार्यक्रममा सरिक भएका छौँ। तेर्सो जाने बाटोदेखि सबै जर्सी ठुलो छ। त्यसो त सबै नै अब लिएर बटल बुटल गरेर हिँडाइराख्नु हुन्थ्यो। अहिले त को छ र त्यस्तो चेपेर हिँडाउने कोही छैन। अहिले त कोही नै यताउता सुनसान भएको नि। हजुर हाम्रो गाउँको आइमाईहरू सबले बिहे गरे। हजुर पहिले झलनाथले सिन्दुर लगाइदियो सबैलाई। हाम्रो नानाहरूले त मङ्गलको कुरा त पहिलेदेखि सुन्नुभएको होला है, सानैदेखि बिहे गरेर आएपछि मात्रै सुन्नुभयो। हामीहरूले हजुर होइन, हामी पहिलेदेखि नै त्यही नगरीदेखि नै हामीहरू त इभनहरू पछाडि त परिवारै जोडिनु भयो सबैजना मङ्गलमा। मैले त भोट ल्याएदेखि त अब उनीहरू पुगेदेखि त्यसैमा अरूमा त कुनै पनि नभए पहिला पहिला त थियो अरे त्यो कम्युनिस्टले मेरो नागरिकै बनिएको थियो। अनि पछि बनिएपछि चाहिँ मैले भालेमै भालेमै सुरुदेखि नै सुरुदेखि नै हाम्रो डाक्टर गोपाल गुरुङ दाइहरू पनि यता आउनुभयो पहिले। म बिहे नगरेपछि त्यही पनि सानो सानो हुँदा पनि उता पनि आइरहेको हुन्थ्यो। हजुर धेरै नै यहाँ आइकन पनि हामी दाइहरूसँग धेरै घुम्नुभयो। दिलीप दाइहरू सबै आउनु। हाम्रो यहाँ घरका दाइ पहिले उठ्नु भयो कि भएन चुनावमा चाहिँ त्यो उठ्नु भयो। हाम्रो जितेको चाहिँ कता कता भयो स्वतन्त्र चुनाव त्यति बेला उठ्दाखेरि? त्यति बेला उठेको त खोइ कहाँनिर उठ्छ भनेको सुन्दै थिएँ, तर म त त्यति गरिनँ हौ त्यो बेलामा त हो। धेरै अगाडिको कुरो हो जितेको चाहिँ होइन? अगाडिको कुरो त्यति नै भएन। अब आउँदै अब भविष्यले व्यवहारले समायो, त्यसो गर्दाखेरि त्यति भएन। अनि भोट लगाउनु चाहिँ उठिहाल्ने म चाहिँ अरू चाहिँ अब बाहिरतिर हेर्न पाइएर बिहे गरेको चाहिँ होइन तिमीलाई भयो। हाम्रो यता दाइलाई त चुडामणि भनेर चिन्नुहुन्छ। कति घर हुनुहुन्छ यहाँनिर तपाईँको परिवारहरू चाहिँ? ल नाना जय मङ्गोल। ल हामी निस्किन्छौँ ल। जय मङ्गोल सम्पूर्णमा। भर्खरै मात्र हामीले चाहिँ एमालेको ऐतिहासिक पुराना कार्यकर्ता चुडामणि साम्पाङज्यूको परिवारलाई भेटघाट गरेर चाहिँ अब चाहिँ हामी सुन्तले स्थित एमाले केन्द्रीय सभा सदस्य सुमित्रा याङमाली भाउजूको परिवार भेटघाटको क्रममा निस्किनेछौँ। जय मङ्गोल नाना। जय मङ्गोल। दाइकोतिर एकछिन गएको थिएँ कि हजुर त्यहाँदेखि यो 21औं सदीमा
मर्नु परे पनि त मरौला पहिला अलि अलि सर्दै जाउँ मर्नु परे पनि त मरौला पहिला अलि अलि सर्दै जाउँ मङ्गोल क्रान्तिको सन्देश चारै दिशा छर्दै जाउँ रक्ति भर छैन डर साथी डाक्टर गोपाल गुरुङलाई सम्झेर डाक्टर गोपाल गुरुङलाई सम्झेर यो 21औं सदीमा बोकेर मङ्गोलको माया साथैमा चल्दैछु पाइला अलि अलि साथी ओराली उकाली बाटोमा चल्दैछु पाइला अलि अलि साथी